हेलो साथीहरु, वेलकम बैक टु माई युट्युब च्यानल अगेन। अनि म चाहिँ सरता मोरोहाङ लिम्बू फ्रम इलाम। आई होप सबैजना साथीहरु सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम सन्चै छु। अनि आज चाहिँ मौसम पनि धुमिरहेछ अनि हल्का घाम चाहिँ लागिरहेछ। अनि मैले धेरै दिनपछि आज भिडियो बनाउँदैछु साथीहरु। अनि आज चाहिँ म घरमै बसेर चाहिँ यहाँनिर फुलको सरसफाइ गर्नेवाला छु। जो नयाँ साथीहरु हुनुहुन्छ उहाँ साथीहरुले चाहिँ मेरो फुल भिडियो हेरेर साथ दिनु होला। यो पनि दामी फुलिरहेछ राइनोक्लस। मेरो काम चाहिँ साथीहरु सुरु भयो। अब यो फुलहरु मैले चाहिँ सबै झारेर यसको पुरानो यस्तो पत्ताहरु फ्यालेर अनि यहाँनिर सबै माटोहरु अनि किराले हगेकोहरु सबै उयो गर्नुपर्ने छ। अनि आज चाहिँ मेरो काम चाहिँ यो हो। यो चाहिँ एकदम दामी कलरको छ। यसलाई पनि गमला ल्याएर चाहिँ राख्नु पर्ने हुन्छ। यो भुइँमा राख्यो अनि फेरि अर्को पनि झार्यो। यो पनि दामी छ। कस्तो दामी यो फुल मजाले देखाउनु त। यहाँ चाहिँ यता हातले उयो गरिहाल्यो नि। मेरो आजको काम चाहिँ यस्तै छ। स्टप गर्नु त अब हेर्नु साथीहरु, मैले चाहिँ फुल झार्दै राख्दैछु। अनि यहाँनिर यस्तो माटोहरु चाहिँ मैले बढालेर फ्याक्नु पर्ने हुन्छ। यो चाहिँ खासै सप्रेन। यो पेन्जी चाहिँ सप्रेकोहरु चाहिँ यहाँनिर छ। यो डक फुल भइगयो। यो पनि दामी कलरको छ। हो निउराको बिचमा तपाईले कस्तो नराम्रो गरेर सप्रेको छ। यो चाहिँ यसको पुरानो पत्ताहरु चाहिँ मैले यसरी फ्याक्नु पर्ने हुन्छ। रोप्यो त्यति राम्रो हुँदो रहेछ। कति धेरै सप्रेको छ। फोटो खिच्दिनु त एउटा। मैले चाहिँ साथीहरु यति झारिसके। अनि यहाँनिर भुइँमा राखेको छु। ठ्याक्कै बेच्न राखेको जस्तै देखियो। अनि यो फुलेको फुललाई चाहिँ कानमा सिउरिनु भन्दा बोटमै फुलेको राम्रो देख्छ। तर मैले चाहिँ अन्जानमा झरेर चाहिँ यो लाको। अब चाहिँ म यो सबै सफाहरू गरिसकेर झारीहरू सकेर मात्रै भिडियोमा आउँछु साथीहरु। त्यतिन्जेल फुल भिडियो हेरेर साथ दिनु होला। मैले चाहिँ साथीहरु सबै फुलको पातहरु यो गरेर सफा गरेर चाहिँ मैले यतिको राखिसके। अहिले चाहिँ मैले यो पेन्जी चाहिँ मुनि थियो माथि सारे। आजको मेरो यहाँ घरको फुलको काम चाहिँ सकियो। अब चाहिँ म बारी जानुपर्ने हुन्छ। दिन पनि बिग्रिरहेछ। मौसम एकदम धुमिरहेछ। जाडो फागुनमा पनि अब चैत लाग्नु लाग्यो र पनि जाडो भइरहेछ। यो फुलको गन्ध चाहिँ यस्तो मिठो छ कि
मैले ड्रममा रोपेको आइस प्लान्ट पनि फुलिरहेछ साथीहरू। अनि यहाँ मुनि चाहिँ हाम्रो आलु छ अनि इस्कुस। अब यो आलु उयो गरिसकेपछि चाहिँ फेरि यहाँनिर इस्कुस सुरु हुन्छ। इस्कुसले मचान ढाक्छ जेठदेखि चाहिँ। अनि हाम्रो यहाँनिर काँक्राहरू पनि अस्तिको चोटि पनि उमारेर बारीमा सारिसक्यौँ। अब यहाँनिर चाहिँ भर्खर छ। हाम्रो चाहिँ यहाँ साथीहरू मचान पनि सुरु भइसकेको छ। अनि म चाहिँ जाडो लागेर टोपी लाएर सुपारी खाँदै तातो हुँदै बारी झार्दैछु। हामीले चाहिँ साथीहरू काँक्रा रोपेर पनि यत्रो भइसकेको छ। मैले पटको सारेको भनेको यहाँनिर आलुबारीमा। अनि यहाँ चाहिँ मैले फर्सी रोपेको छु। फर्सी पनि एउटा उम्रेछ। म चाहिँ अहिले साथी बारी गएर चाहिँ फर्किसकेँ। अनि आज चाहिँ म बारीमा काम नगर्ने, म चाहिँ बाँस बोक्न आएको छु। यहाँनिरको बाँस लानुपर्ने हुन्छ। आशिष चाहिँ मचान लाउँदै हुनुहुन्छ, म चाहिँ यता बाँस बोक्नु आएँ। यो चाहिँ यो सुन्दर बस्तीको ग्राउन्ड हो गोल खेल्ने। अब मैले यो बाँस बोकेर जानुपर्ने हुन्छ। यहाँ आलुबारीमा चाहिँ साथीहरू हाम्रो मचान बनाउने। अनि मैले चाहिँ बाँस ल्याइसकेँ। बल्ल एउटा बाँस ल्याइयो। अब फेरि जान्छु। बाँस चाहिँ साथीहरू यसरी बोक्नुपर्छ उकालोमा, टाढो छ। अनि अघि चाहिँ गर्मी भइरहेको थियो, अहिले चाहिँ बाँस बोक्दा बोक्दा गर्मी भइसक्यो। म टोपी पनि खोलेँ। अब ज्याकेट पनि फुकाल्नु जस्तो भइसक्यो गर्मीले। ल मैले बाँस ल्याइपुऱ्याएँ। अघि चाहिँ पर बोकेको आलुबारीमा, अहिले चाहिँ यहाँ काँक्रा पनि हामीले लगाइसकेको छौँ। अनि सरर हावा आयो अहिले चाहिँ। अब म चाहिँ एकछिन बस्छु, त्यसपछि फेरि बोक्छु। अब धेर बोक्दिनँ, एक दुईचोटि मात्र बोक्छु। यस्तै छ साथीहरू। अब काँक्राको लागि इस्कुसको लागि हामीले चाहिँ धमाधम मचान बनाउनु पर्ने हुन्छ। त्यही भएर हामीले बाँस बोक्दैछौँ। आशिषले चाहिँ आजदेखि करेलाको मचान सुरु गर्नुभयो। अनि अब काँक्राको इस्कुसको त बाँकी नै छ। साथीहरू पहाडमा बस्नुको फाइदा, हावा चले सरर। मौसम पनि पानी पर्ला जस्तो भइरहेछ। अनि गर्मी भएको बेला ठ्याक्कै हावा चलो दामी। यहाँ चाहिँ गोल खेल्नु पनि सुरु भइसक्यो बेलुका। अब मैले चाहिँ यो बाँस बोक्नु पर्ने हुन्छ। साथीहरू आज चाहिँ म गलेर हैरान भएँ बाँस बोक्दा बोक्दा। अनि यहाँनिर पनि हामीले काँक्रै लगाइसकेको छौँ। अनि यहाँनिर पनि मैले अस्तिदेखि नै बोकिराखेको। अनि मैले मात्र होइन, आशिषले पनि बोक्दै हुनुहुन्छ। अनि त्यसपछि हामीलाई चाहिँ पानी चाहिएको, पानी पर्ला जस्तो गर्छ, पानी पनि पर्दैन। तर बाँस बोकेको बेला चाहिँ पानी नपर्दा पनि गर्मी। अनि साथमा छ सुपारी। म चाहिँ अहिले घर आइसकेँ साथीहरू। अनि अब चाहिँ मैले घरमै काम गर्नुपर्ने हुन्छ, बेलुकाको खाना सब्जी यतात्यता। अनि परेवाले मलाई पर्खिरहेछ। अहिले चाहिँ हाम्रो एउटा मात्र परेवा छ। अनि यहाँनिर कुखुराको माउलाई छोपेको बच्चा चिलले लगिदिन्छ र। अब आजको भिडियो चाहिँ म यहीँ टुङ्ग्याउन चाहन्छु साथीहरू।